चलाउँदै पानी नै रोकिसक्यो। मेरो भाइ चाहिँ खतरा हिन्दी बोल्छ है साथीहरू। मलाई हिन्दी बोल्न आउँछ आउँदैन भनेर सोध्नुहुन्छ नि। मेरो कहाँ जाँदैछौँ आज हामी? हाई भन् आन्टीको भ्लगमा छिटो हाई भन् न। हातले हाई भन् न। लडाइदिउँ हाम्रो भाइ चाहिँ यसरी घुम्न जाँदा पनि डोजर बोकेर जान्छ। लाउँदै पानी नै रोकिसक्यो। जे होस् हाम्रो नेपाल पनि राम्रै छ। हामी चाहिँ तल यहाँ माथि दर्शन नगरिकन तल नुहाउन जाँदैछौँ। अनि मम्मीहरू यहाँ कसैले विकास गर्न नसकेको तैँले गर। ल हेर्नुहोस् साथीहरू, यो चाहिँ मेरो दादा हो। अनि दादाको गेटअप चाहिँ एकदम राम्रो छ, तर दादाको चप्पल चाहिँ फेरि यस्तो छ क्या। यहाँ भ्लग हुँदैछ अनि यहाँ नुहाएर आएर पनि मेकअप के भन्नु छ त मम्मी? केही छैन, मैले पनि गरेको भन्छु। हामी चाहिँ नुहाइ धुवाइ गरेर माथि पूजा गर्न जाँदैछौँ अनि लेफ्ट आउट। साथीहरू, म चाहिँ मेरो छोरोसँग छु अहिले। अनि हामी चाहिँ 12 क्षेत्र दर्शन गरेर आएको। अब यहाँ मामाहरूकोमा आएको छौँ, खाजासाजा खान्छौँ अनि चाहिँ गेट ब्याक टु विराटनगर। मेरो भाइ चाहिँ खतरा हिन्दी बोल्छ है साथीहरू। मलाई हिन्दी बोल्न आउँछ आउँदैन भनेर सोध्नुहुन्छ नि। मेरो भाइ बोल्छ।